हेलो नमस्ते स्वागत छ हजुरहरूलाई स्नेहा छेत्री ब्लगमा। म चाहिँ धेरै महिना भनौँ न 1-2 महिनापछि आएको छु। किन कसरी किन आएको भनेर म तपाईँहरूलाई पछि भन्छु। अहिले चाहिँ खसी काट्न लाग्यो, त्यही इन्जोय गरौँ है साथीहरू। यहाँ चाहिँ मेरो नन्द गाइस हाम्रो स्नेहा भाउजूलाई चाहिँ धेरै धेरै सपोर्ट अनि लाइक सब्स्क्राइब कमेन्ट सबै गरिदिनु होला। बच्चाहरूको के अरे बच्चाहरूको लागि भयो भने मलाई माया गरिदिनु होला है। अब चाहिँ हाम्रो यहाँ खसी काट्न लागेको छ साथीहरू। ल बहिनीको जिम्मा नहल्लाइकन भिडियो गर्ने। ओके नहल्लाइकन है। अब चाहिँ गाइस यहाँ खसी काट्न ल्याउनु भयो। यता सोम्यम छ। यता चाहिँ के हो भने अनि हामीसँग रातिहरू ऱ्यान्डम फुल। अब हामी गाइस बाहिर निस्किसकेको छ। यहाँ चाहिँ यहाँ स्टार बनाउन लाउनु भएको छ। अब यहाँनिर चाहिँ खसी काट्ने भन्ने निर्णय गरेको छौँ। यो रोडोडेन्ड्रन जस्तै देखिनु बुवाहरू आउनुभएको छ। सुनिल दाई हुनुहुन्छ, यस्तो टिल्टिले घाम लाग्छ। अब के गर्नु, घाम लागेर पछि मेरो घर हो हाम्रो। नेपाली खुसीले बाँचेको हेर्न चाहन्छु भन्ने गीत मलाई एकदम मनपर्छ। र उहाँ चाहिँ आउनुभएको छ। अगाडिको चाहिँ मेरो अगाडिको नि मेरो ठुल्दारी, पछाडिको नि मेरो ठुल्दारी हुनुहुन्छ। अब जानुभयो उहाँ चाहिँ। अब मेरो बाबाको बाबा चाहिँ मेरो बाबाको दाई भन्नाले मेरो ठुलबाबा आउनुभयो खुकुरी लिएर। अब यसले के बाख्रा काट्नु भनेको छ। अब मलाई त हेर्न मिल्दैन, मलाई डर लाग्छ कि हेर्न। स्नेहा भाउजू चाहिँ भित्र हुनुहुन्छ होला सायद गाइस। अब हामीले चाहिँ गाइस यहाँनिर बनाउने भनेको त्यहाँ समथिङ खसी काट्ने। अब खसी काट्ने व्यवस्था सुनिल दाइले चाहिँ यहाँ लट्ठी र परालहरू लिएर जानुभएको छ। अब म स्नेहा भाउजूलाई देखाउँछु। स्नेहा भाउजू कहाँ हुनुहुन्छ? स्नेहा भाउजू चाहिँ यहाँ हुनुहुन्छ। आज चाहिँ मैले नानीलाई दिएको छु साथीहरू। हाम्रो सुतिका के अरे नानीले पनि राम्रो खिच्नुहुन्छ भिडियो। किनभने
म चाहिँ 2 महिनापछि आएँ नि त भिडियोमा किन कस्तो भनेर म चाहिँ पछि भिडियोमा भन्ने छु। अहिले चाहिँ दसैँ इन्जोय गरौँ है त साथीहरू। ल होइन भोलि आज खसी मैले भन्नु खोजेको दसैँ इन्जोय गरौँ। खसी काट्ने अनि अब यहाँ नानीले खिच्दै हुनुहुन्छ नि त, बच्चाले खिचेको के हुन्छ कस्तो हुन्छ हल्ले पनि अब हेरिदिनु होला। अलिअलि हल्लिनु त हल्लिहाल्छ नि बच्चाको हातबाट। ल म चाहिँ अब पानी लिएर जानु लाग्यो साथीहरू। तिमी चाहिँ खसी काटेको हेर्न सक्छ खिचेर सबैलाई यताउति भनेर बोल्न त आउँछ नि, बोल्न सिकाउनै पर्दैन। अब चाहिँ एकछिनपछि भेट्छु म चाहिँ, एकछिन चाहिँ नानीहरूसँगै इन्जोय गर्ने साथीहरू। गाइजहरू अब चाहिँ हामीले यहाँनिर खसी काट्ने भन्नुभएको छ। हाम्रो खसी चाहिँ अहिले म देखाइदिन्छु। लाई चाहिँ खसी देखाउनु उसले चाहिँ चप्पलले लाएन, त्यो चप्पल निकाल्न लागेको छु। ए उता हो के अब चप्पल लिन हामी हिँड्छौँ। यहाँनिर चाहिँ हामीलाई पुरा बाख्रा आमाहरू हुनुहुन्छ। यहाँ चाहिँ बाख्रा कुखुरा सबै छन्। अब चाहिँ अमृतबाबुहरू पनि आउनु भइसकेको छ। ए तल लुगा खोल्नु त भाइ, लुगा लाएर उठ्ने कि अब ल्याइदिनु के चप्पल ल्याउने उयो लगाएकै अब चप्पल दिएपछि अब हामी जानेछौँ। अब हामी चाहिँ गइसकेपछि हामीले चाहिँ खसी काटेको नि पुरै भिडियो नै देखाउनेछौँ। र के कस्तो मिस्टेक भइसक्यो होला मलाई भन्नु होला, मलाई भन्नु होइन स्ट्याम्पहरूलाई भन्नु होला। अब चाहिँ हामी खसी काटेको देखाउँछु। अहिले खसी काट्नु बेला चाहिँ भएको छैन जस्तो लाग्छ। हेलो साथीहरू, अब चाहिँ हाम्रो खसी काट्न चाहिँ रेडी भइसकेको छ। अब हामी खसी काटेको देखाउने छु। अब खसी चाहिँ त्यहाँ रेडी भइसकेको छ। मलाई पनि लाग्छ खसी काटेर त मन दुख्छ नि त, के गर्नु अब देखिन्छ। मलाई चाहिँ हेर्न त्यसो खासै चाहिँ लाग्दैन मलाई भ्लगमा चाहिँ देखाउनु पर्यो। बोका खसी हो यो चाहिँ अब खसी काट्ने। अब चाहिँ यहाँनिर काट्न लाउनु भएको छ। कसले काट्ने हो र बाबा? कसले काट्ने हो बिचारा? अब चाहिँ यहाँ काट्न लाग्छ। खसी चाहिँ बेसरी करा बिचारा। यहाँ खसी काट्ने व्यवस्था हुँदैछ। खसी काट्नुहुन्छ। अब यहाँ खाइसक्नु भएको छ त्यो पिठोहरू चाहिँ, त्यही भएर अब यहाँ खसी काट्ने बेला भइसक्यो। एकछिन चाहिँ यहाँनिर रुकेर बस्नुभएको छ। अब त्यहाँ सुनिल दाइले चाहिँ खसी काट्नुहुन्छ अनि बल्ल देखाउँछ है। त्यहाँ चाहिँ मेरो बाबा भएको खसी चाहिँ मेरो बाबा हुनुहुन्छ। यो उहाँ मेरो बाबा हुनुहुन्छ। यहाँ चाहिँ रगतहरू हुन्छ, रगतहरू हाल्ने होला, पूजा गर्दै हुनुहुन्छ। त्यो खसी बोकासँग गर्थेको भित्ता भित्ता जान्न त्यो चार्जमा चार्ज काट्थ्यो नि त। अब यहाँ खसी काट्ने अब यहाँ काट्ने चाहिँ कति बेला हो त्यति थाहा भएन। यहाँ मेरो कुकुर सुइसका चाहिँ यहाँ डराइरहेको फेरि।
बिचरा त खसी चाहिँ के भयो यहाँ चाहिँ गफ गर्दै हुनुहुन्छ बाबाहरू ठुलो बाबाहरू बाबाहरू उहाँ चाहिँ मेरो बाबा हो अघि पनि देखाइसकेको थियो भिडियोमा अब यहाँ चाहिँ खसी काट्ने व्यवस्था हो उता खसी हो यहाँ बुवाहरू बस्नुभएको छ यहाँनिर चाहिँ रगत हाल्ने त्यो चाहिँ पानी हाल्ने हो त्यहाँ बाख्रामा हालिसक्यो हो त्यति बेला चाहिँ मैले खिच्न पाएन क्या साथीहरू खसीले चाहिँ मलाई हेरेछ जस्तो लाग्यो मलाई चाहिँ हेरे हान्छ कि ल अब चाहिँ काट्ने बेला भइसकेको छ मलाई चाहिँ मेरो मुटु चाहिँ ढुक 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 भएको एकदम बिचारा हेर्न त्यसको अझै धेरै मान्छेहरू आउनुहुन्छ होला अहिले कि यति नै होला सायद यति नै होला सायद यहाँ चिउरा हुन्थ्यो ल अब चाहिँ काट्ने होला मलाई चाहिँ डर लागिसक्यो मेरो मुख छोड्नु पऱ्यो अब के गर्ने पाकाहरू चाहिँ बेसरी पाइरहेको राख्नु भएको छ चाहिँ गिलो रोटी चिउरा छ यहाँ चाहिँ दुलो खरानी आगोको खरानी यतिकै राख्ने भएको छ अब त्यसलाई काट्ने हो मलाई डर लागिसक्यो बिचारा मन चाहिँ लस्तै दुख्दो रहेछ किनभने काटेको देख्न पर्दाखेरि चाहिँ अब म हेर्दिनँ काटो खेल्नु न यहाँ चाहिँ अब बाख्रा काटिसकेको छ बिचारा अन्त त्यहाँ टाउको टपरी भरेको रगत भित्र थाप्नुहुन्थ्यो म त छिएन भन्दा टिका लगाइदिन्छु क्या चाहिँ झ्वाट गर्छ अरे झार बाक्लो भयो नि टिका टिका बनाएन त्यो थियो त अनि पाउनु म आउँछु अन्त एउटा टाउको चाहिँ अलग्गै खालको विचार पानी खुवाइदिनु न यसलाई पानी विचार हुन्छ यसको थोबाट अलग्गै भएर डर लाग्यो मलाई बिचार यस्तो हुन मन लाग्यो टाउको अलग ज्यान टाउको अलग ज्यान टपरी हिँड्छ यसमा राख्छु सिरमा राखिदिनु कि पूजाको ठाउँमा यसरी राख्नुपर्छ अब यस्तो रुने मोमेन्ट्स आएपछि चाहिँ के गर्ने रुँदा चाहिँ रुँदिनँ म खास गरी पाल्न चाहिँ 2-3 दिन चाहिँ भइसक्यो स्न्याप आउँछ मैले खर्ची काटेको नजिकैबाट खिच्थेँ ल साथीहरू हामी चाहिँ घाउ सफा गर्दैछौँ ल्याउला खान् त ल्याउला खान् त सफा भन्छ उतातिर चाहिँ कति धेरै ल्याउला यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ अया के गर्नु त भाइ के गर्ने रे अब अहिले पछि पकाएको भिडियोमा खिच्नु न स्नेहा भाउजू
ल अब साथीहरू मलाई देखेँ एकैछिनमा अब पकाएको खाएको भिडियोमा भेटौँला अब चाहिँ भिडियो खिचिरहने फुर्सद पनि हुँदैन है ल अहिले पछि भेटौँला है तपाईँ तिमी यता भयो